Wow. Let's see. Nice. एकदम राम्रो बने रहेछ। वाउ, लुक ग्रेट है। एकदम दुईटै जर्सी एकदम राम्रो छ। यो त रेड कलर धेरै राम्रो रहेछ त। यो त पहिलाको भन्दा धेरै राम्रो लाग्यो। यो भन्दा पनि एकदम बवाल रहेछ यो त यार। जस हाम्रो फ्यानहरूले जे एक्सपेक्ट गरिराख्नु भयो त लास्ट सिजनदेखि नै हामीलाई डिफ्रेन्ट कलरको जर्सी चाहियो, ट्रेनिङ जर्सी चाहियो भनेको ट्रेनिङ जर्सीको कलर हो तर डिजाइन अझै राम्रो छ। किनभने लास्ट टाइम हाम्रो सर्ट टाइममा हामीले जर्सी डिजाइन गर्थ्यौँ, योपालि हामीले एकदम टाइम दिएर एकदम डिटेल लिएर डिजाइन गर्छौँ। हामीले डिजाइनमा जे कुरा गरेको थियौँ, हामीले जर्सी डिजाइन गर्दाखेरि चाहिँ हाम्रो डिजाइन टिमलाई चाहिँ सकेसम्म हाम्रो ओभरअल होल नेपाललाई नै रिप्रेजेन्ट गर्ने, सँगसँगै हाम्रो जुन डिस्ट्रिक्ट छ 11वटा डिस्ट्रिक्ट है त्यसलाई सबै रिप्रेजेन्ट होस् भनेर गरेको थियौँ। सो सबै आएको छ। लास्ट टाइमको जस्तो योपालि हाम्रो ढाकाको प्याटर्न पनि आएछ है। अनि यो बिचमा सायद यो के को आँखी झ्यालको प्याटर्न होला, त्यो पनि एकदम राम्रो आएछ। जो सबै राम्रो आएछ, एकदम राम्रो लाग्यो। कलर पनि एकदम राम्रो आएछ। निकै राम्रो छ हैन। मेन भनेको मलाई जर्सीको सबभन्दा राम्रो भनेको प्याटर्न हो। यो त झनै राम्रो रहेछ। यसमा ग्रिन कलर भनेको हाम्रो एउटा ब्युटी अफ नेचर हैन, ग्रोथ अफ नेचर भनौँ न। ओ यार कस्तो दामी कलर यार। यो पनि एकदम मन पर्यो मलाई त। यो चाहिँ नेक्स्ट जर्सी भनेपछि पक्कै पनि हाम्रो यो ट्रेनिङ किट एन्ड मर्चेन्डाइज होला। सो त्यही रहेछ। ठिक छ। सो नेक्स्ट जर्सी चाहिँ हाम्रो एकदम ग्रिन कलरमा रहेछ है। हैन, जुन हाम्रो गण्डकी प्रोभिन्समा जुन जुन चिजहरू ढल्किनु पर्ने हैन, मेन भनेको शालिग्राम हैन, एकदम राम्रो प्याटर्नहरू भित्र छ हैन। अहिले यसमा नदेखे पनि जब हामीले ग्राउन्डमा लाएर जान्छौँ नि, यसमा प्याटर्नहरू एकदम क्लियर देखिन्छ हैन। अहिले हामीहरू उसमा भएको हुनाले राम्रो छ। मेन भनेको गोल्डन कलर जुन हाम्रो लोगो चेन्जेस भएको छ हैन, त्यसमा गोल्डन प्याटर्नले झन् यो कलरमा झन् एकदम एट्र्याक्टिभ देखिरहेको छ यो जर्सी हैन। मलाई यो पहिलाको जर्सी पनि मैले लाएर आएको छु, यो नि एकदम राम्रो लाग्यो। मलाई त खास यो लोगो यो भन्दा नि यस्तो भयङ्करै मन पर्यो क्या। यो ठ्याक्क क्लियर छ नि त। एकदम खुसी छु म यो देख्नु पाउँदा हेर्नु पाउँदा। पोखरा एभेन्जर्सको लागि चाहिँ रेड कलर चाहिँ एकदमै सुहाउने कलर हो। रेड पनि सेम छ हैन। अलि कलरमा चाहिँ मैले भने पहिल्यै हामीलाई रेड कलर लास्ट इयर एकदम राम्रो लागिरहेको थियो। हामीले प्र्याक्टिसलाई पनि त्यसलाई गर्थ्यो, तर हामीले धेरै हाम्रो पनि फ्यानहरूको पनि रियाक्सन थियो। लास्ट दुईवटा जर्सी गर्दाखेरि रेडलाई तपाईँले प्लेइङ गर्नुहोस् भनेर पनि त्यसमा थियो कि फ्यानहरूको होइन। तर अहिले यसपालि झन् रेडमा हुँदाखेरि अझै लुक्स राम्रो देखिने रहेछ लास्ट इयरको भन्दा। ग्रिन कलरमा एकदम राम्रो आएछ। ओभरअल यसमा चाहिँ रेड भन्दा पनि ग्रिन जर्सी चाहिँ मलाई अझै धेरै मन पर्यो। लास्ट टाइम पनि के भएको थियो नि, हाम्रो प्लेइङ भन्दा पनि ट्रेनिङ जर्सी धेरै मन पराउनु थियो। सो योपालि पनि सेम नै हुन्छ जस्तो लाग्दैछ मलाई। हाम्रो ट्रेनिङ जर्सी अझै धेरै राम्रो बने रहेछ। प्याटर्नहरू यसमा चाहिँ अब त्यो ग्रेडियन्ट नभएर चाहिँ पुरै खुले रहेछ। जस यो लगाएर हिँड्दा चाहिँ क्लबको जर्सी भन्दा नि कुनै एउटा राम्रो ब्रान्डकै जस कपडा लाए जस्तो चाहिँ देखिने रहेछ। ओभरअल फ्रन्ट ब्याग हेर्दा है डिटेलिङहरू दुईवटा जर्सीमा डिटेलिङ एकदम राम्रो छ। अब रेडमा चाहिँ हाम्रो अलिकति माथि चाहिँ प्याटर्नहरू चाहिँ हामीले हाइड गरेर रहेछ है। ग्रिनमा चाहिँ सबै जर्सी होल बडी नै प्याटर्न रहेछ। सो प्याटर्नहरू एकदम राम्रोसँगले दिएछ। अनि हाम्रो प्याटर्न पनि योपालि एकदमै युनिक देखिरहेछ है। सो आई थिङ्क यो एकदमै योपालि एनपिएलकै बेस्ट जर्सी चाहिँ हाम्रै हुनेछ भन्ने चाहिँ म चाहिँ कन्फर्म भइसक्यो। यति भएपछि मलाई अलिकति ढुक्क नै लाग्यो।